स्वागत छ। आज हामी कान्तिपुर दैनिक 25 वैशाख 2082 को संस्करण हेर्दैछौँ। त्यहाँ छापिएका केही मुख्य समाचारहरूमा अलिकति गहिरिएर कुरा गरौँ न। नमस्ते। हो, आज त विभिन्न विषयहरू छन्। नेपालभित्रकै आर्थिक सामाजिकदेखि लिएर क्षेत्रीय तनावसम्मका कुराहरू छन्। हो नि, बाल मन्दिरको जग्गा प्रकरण, अनि त्यो आइपिओमा कमिसनको कुरा, हुण्डे कारोबार, फेरि संक्रमणकालीन न्यायको पनि गाँठो फुकेको छैन। अनि भारत पाकिस्तान बीचको तनावको खबर पनि छ। ल सुरु गरौँ है त। हुन्छ। पहिलो खबर नै अलि गम्भीर छ। बाल मन्दिर जग्गा प्रकरण। नक्सालको त्यो महँगो जग्गा हिनामिना भयो भनेर नेपाल बाल संगठनकी अध्यक्ष रीता वैद्य लगायत 17 जनामाथि ठगी मुद्दा नै चलेछ। यो त साह्रै नराम्रो कुरा भयो। त्यो पनि बाल संगठन जस्तो संस्थामा सार्वजनिक सम्पत्तिको यस्तो दुरुपयोग हुनु, अनि फेरि नाम चलेकै मान्छेहरू मुछिनु। हो नि, यसले त सिधै सुशासनमाथि प्रश्न उठाउँछ, होइन र? बिल्कुल। जवाफदेहिता कहाँ गयो भन्ने हुन्छ, अनि यस्ता संस्थामाथिको विश्वास पनि त घट्छ नि। अब यसको कानुनी प्रक्रिया कस्तो हुन्छ त्यो हेर्नुपर्छ। भनेपछि यो खाली जग्गाको लफडा मात्रै होइन, यसको असर अलि गहिरो छ। अवश्य। यो त प्रणालीगत समस्याको एउटा उदाहरण पनि हुन सक्छ। उच्च पदमा बसेकाहरूको संलग्नता र सार्वजनिक स्रोतको कसरी दुरुपयोग हुन्छ भन्ने कुरा यसले देखाउँछ। निष्पक्ष छानबिन भयो भने मात्रै। भविष्यमा यस्तो नहोला कि भन्ने आशा गर्न सकिन्छ। ठिक हो। अब अर्को आर्थिक विषयमा जाउँ। जलविद्युत कम्पनीको आइपिओ निकाल्न धितोपत्र बोर्डले नै कमिसन माग्यो भन्ने हल्ला चलेपछि अख्तियारले फाइल नै तानेछ। ए हो र? नियामक निकाय नै यस्तो विवादमा? यो त खै अलि अचम्मै लाग्यो। हो, यो निकै चिन्ताजनक कुरा हो नि। पुँजी बजारको विश्वसनीयता के हुन्छ? नियामक निकाय नै यस्तो देखिन थालेपछि लगानीकर्ताले कसरी विश्वास गर्ने? त्यही त, लगानीकर्ताको विश्वास नभए त बजारै धराशयी हुन्छ नि। यसले समग्र लगानीको वातावरणमै नकारात्मक असर पार्न सक्छ। अख्तियारले अनुसन्धान थाल्नु त राम्रो हो, तर छानबिन मात्रैले पुग्छ र? पुग्दैन। कुरो के हो भने यस्तो घटना फेरि नहोस् भनेर प्रणालीमै सुधार चाहियो। नत्र एउटा घटनाको छानबिनले मात्रै दीर्घकालीन समाधान दिँदैन। ठिक भन्नुभयो। अर्को पनि आर्थिक अनियमितताकै खबर छ। काठमाडौँमा झण्डै 40 लाख नगदसहित हुण्डी कारोबार गर्ने 2 जना समातिएछन्। एकजना भारतीय नागरिक सूरज दत्त अनि एक नेपाली धर्मप्रसाद ढकाल। हो, यो हुण्डी त सधैँ समस्या नै हो नि। यो गैर कानूनी तरिकाले पैसा पठाउने चलन, मतलब हुण्डीले अर्थतन्त्रलाई दुईतिरबाट हिर्काउँछ। एकातिर राज्यले राजस्व गुमाउँछ, अर्कोतिर यसले सम्पत्ति शुद्धिकरण जस्ता अपराधलाई बढावा दिन्छ। यसको जालो तोड्न सुरक्षा निकायलाई सधैँ चुनौती नै छ। यो त पैसा यताउता पार्ने कुरा मात्रै होइन रहेछ भनेपछि। होइन, यसले त अनौपचारिक अर्थतन्त्र बढाउँछ, अनि यसको सम्बन्ध त खै सीमा पार अपराधसम्म पनि जोडिन सक्छ के। यो खालि वित्तीय अपराध मात्रै होइन, राष्ट्रिय सुरक्षाको पनि विषय हो। अब अलिकति फरक प्रसङ्गतिर लागौँ। संक्रमणकालीन न्यायको सत्य निरूपण र बेपत्ता आयोगमा सिफारिस भएका केही नामहरू द्वन्द्व पीडितहरूले नै मानेनन् रे, फिर्ता पठाएछन्। यो त झन् जटिल भयो। यसले के देखाउँछ भने यो संक्रमणकालीन न्यायको प्रक्रिया कति संवेदनशील छ। पीडित समुदायको विश्वास जित्न नसके त प्रक्रिया नै अघि बढ्दैन। गाह्रो हुन्छ। उहाँहरूको असन्तुष्टिले त पुरै शान्ति प्रक्रिया र मेलमिलापमै ढिलाइ हुन सक्छ, अवरोध आउन सक्छ। यो त सिधै विश्वासको सङ्कट हो नि। हो, एकातिर देशभित्र यस्ता चुनौतीहरू छन्, अर्कोतिर छिमेकमा पनि तनाव बढेको देखिन्छ। कान्तिपुरमै छ नि भारतले पाकिस्तानमा सैन्य आक्रमण गर्यो भन्ने खबर। जैश ए मोहम्मदका कमान्डर मसुद अजहरको परिवारका सदस्य सहित हताहती भएको भनेर भारतको दावी छ। कश्मीरमा पनि गोलीबारीमा भारतीय नागरिक मारिएको पनि उल्लेख छ। यो त अलिक गम्भीर स्थिति देखियो नि। हो, यी खबरहरूले दक्षिण एसियामा तनाव फेरि बढेको सङ्केत गर्छन्। भारतले आतंकवादी ठेगानालाई निशाना बनाएको भन्छ। उता पाकिस्तानको प्रतिक्रिया अनि कश्मीरको हिंसा, यसले क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर असर पार्न सक्छ। जोखिम बढेको छ। ल, आज हामीले कान्तिपुरका यी मुख्य समाचारहरू सरसर्ती हेर्यौं। भ्रष्टाचारका कुरा, नियामक निकायमाथिको प्रश्न, हुण्डी जस्ता गैरकानूनी कारोबार अनि संक्रमणकालीन न्यायको उल्झान, छिमेकीसँगको सम्बन्धबारे ठूला प्रश्नहरू उठाएका छन्। हो नि। आजलाई यति नै गरौँ।
तर जाँदा जाँदै एउटा कुरा सोच्न मन लाग्यो। एकातिर देशभित्र यति धेरै चुनौतीहरू, भ्रष्टाचार, ढिलासुस्ती, न्यायमा ढिलाइ, अर्कोतिर बाहिर क्षेत्रीय तनाव पनि बढ्दैछ। यो दोहोरो दबावले हाम्रो राष्ट्रिय प्राथमिकता र शासन गर्ने क्षमतालाई कसरी असर गर्ला? यो मनन योग्य प्रश्न हो। ल त अर्को पटक फेरि नयाँ स्रोत र यस्तै छलफल लिएर भेटौँला। नमस्कार। नमस्कार।